सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् र यहाँ जतिजना हुनुहुन्छ मेरो भिडियो हेर्नुहुन्छ हजुरहरू सबैलाई मेरो तर्फबाट जय मसीह भन्न चाहन्छु। अनि आज चाहिँ इस्टर सन्डेको उपलक्ष्यमा हजुरहरू सबैलाई इस्टर सन्डेको शुभकामना भन्न चाहन्छु। साँच्चै नै येशू चाहिँ आज जीवित उठ्नु भएको दिन है। अस्तिको हप्तादेखि यसलाई चाहिँ हामीले प्यासन अफ विक हैन, येशू ख्रिस्टले कष्ट सहनु भएको, येशूले चाहिँ दुःख सहनु भएको दिनहरू हामीले हिजोको दिनसम्म हामीले हेऱ्यौँ हैन। अस्ति शुक्रबार चाहिँ उहाँ क्रुसमा चढ्नु भएको दिन थियो, हिजोको दिन चाहिँ उहाँ गाडिनु भएको दिन थियो र आज चाहिँ उहाँ बौरी उठ्नु भएको दिन हो। आज संसारमा हेर्ने हो भने हरेक विश्वासी हरेक क्रिस्चियनहरूले चाहिँ एकदमै धेरै ठुलो रमाहाट गरिरहेको छ, किनभने हामीले विश्वास गरेको प्रभु येशू चाहिँ सुतेर बस्नु भएन, उहाँ चाहिँ सुतेको हुनु भएन, तर उहाँ चाहिँ उठेर हैन, उहाँ चाहिँ मृत्युबाट विजय हुनुभएको छ, मृत्युलाई उहाँले विजय हासिल गर्नुभएको छ। अनि आज यो जस्तो ठुलो चिज चाहिँ हामी विश्वासीहरूको लागि यो जस्तो ठुलो चिज चाहिँ केही पनि होइन। हुन्छ, विशेष गरिकन हजुरहरू जतिजनाले है मलाई हेरिराख्नु भएको छ, मेरो शब्दहरू सुनिराख्नु भएको छ, परमेश्वरले तपाईँहरू सबैलाई आशीर्वाद दिनुभएको होस्। तपाईँहरू सबैजनामा चाहिँ परमेश्वरको खुसियाली अनि एकदमै धेरै छाएको होस् भन्न चाहन्छु। हस् त, सबैलाई जय मसीह।